त्यो तपाईहरुले यो फोटो हेर्नुस् त प्राय तपाईहरुले सबैले यो फोटो देख्नुभयो होला आकाशमा यो दृश्य पनि देख्नुभयो होला तर यो दृश्य त्यस्तो डराउनु पर्ने चाहिँ केही छैन यसमाथि यो के हो भन्दाखेरि तपाईहरुलाई म बताउन गएको छु भिडियो सक्दो शेयर गरेर सबै कहाँ पुर्याउनु होला साथीहरु डराउनु चाहिँ पर्दैन किनभने यो कुनै युएफओ या त अथवा कुनै यस्तो शंकास्पद कुरा चाहिँ होइन तर वास्तवमा यो कुनै रहस्यमय पनि छैन साथीहरु विशेषज्ञहरूका अनुसार यो दृश्य अन्तरिक्षमा पठाइने रकेटको इन्धन ग्यासबाट बनेको प्रकाश हो जब स्पेसएक्स को फाल्कन 9 जस्ता रकेटले स्याटेलाइट लिएर अन्तरिक्षतर्फ उडान भर्छन् त्यसको ग्यास माथिल्लो वायुमण्डलमा फैलिन्छ त्यसपछि सूर्यको किरण ती ग्यासमा परेर आकाशमा ठूला चम्किला बादल वा पुच्छर भएको प्रकाश जस्तो देखिन्छ यसलाई रकेट पल्मिङ इफेक्ट पनि भनिन्छ त्यसैले आकाशमा देखेको यो दृश्य कुनै खतरा होइन साथीहरु बरु यो आधुनिक अन्तरिक्ष प्रविधिको एउटा रोचक दृश्य यस्ता अनौठा दृश्यहरू भइरहेका छन् अरु यो भन्दा पहिले पनि अरु देशहरुमा चाहिँ यस्तो दृश्यहरू देखेको हुनाले चाहिँ यो कुनै शंकास्पद अथवा डराउनु पर्ने कुरा छैन र यो भिडियो सक्दो शेयर गरेर सबैका पुर्याइदिनु होला हस्त धन्यवाद